बिसी बिजौरा गाविस वार्ड नम्बर 7 पद महिला स्वास्थ्य स्वयंसेविका कार्यावधि 54 सालबाट हो गरे अहिले ठ्याक्क 16 वर्ष भयो। धेरै वर्ष महिला स्वयंसेविकामा रहेर काम गरिराख्नु भएको छ, समाजसेवा गरिराख्नु भएको छ र तपाईलाई यो जुन सुन्दर नेपालको समन्वय सहयोग र प्राविधिक सहयोग जिल्ला जनस्वास्थ्य कार्यालयको रहेको छ। यसमा महिलाहरूको पाठेघर खस्ने समस्याको परीक्षण सम्बन्धी एक दिने निशुल्क शिविरमा तपाईलाई कस्तो लाग्यो त? यो एक दिने निशुल्क शिविर तपाईको विचारमा कस्तो लाग्यो त? हामीलाई राम्रै लाग्यो। हामीले पहिला सुझाव सल्लाहहरू हामीलाई कति आमा समूहमा हामी स्वयंसेविकालाई अलिकति उहाँले सिकाउनुहुन्थ्यो अन्तर्निर्भर समाजले। हामीले आमा समूहमा यस्तो छ स्वयंसेविकाले पहिलो चरण दोस्रो चरण पहिलो चरण घरैमा उपचार गर्ने निमको पत्ताहरू के अरू के पत्ताहरू हालेर तातो पानीमा त्यो मनतातो पानीमा आङ डुबाएर राख्ने र यस्तो ओडालोमा टाउको गरेर यस्तो ब्याग गर्ने चाहिँ उहाँले सिकाउनुहुन्थ्यो। दोस्रो चरणको अपरेसन गर्ने हो कि दोस्रो चरणको रिङ राख्ने तेस्रो चरणको चाहिँ अपरेसन गर्ने भनेर हामीले सुझाव सल्लाह दिनुहुन्थ्यो। त्यसपछि अहिले अब तपाईहरुलाई हामीलाई चाहिँ यो आएको बारेमा हामीलाई राम्रै लाग्यो। अब किनभने हामी पठाउन त पठाउने कहाँ पठाउने बिना ठेगाना हो भनेर चाहिँ हामी अक्क परे अलमलमा थियौँ। हाम्रो एकजना दुईजना अझै पनि छुटिरहेका छन् वार्ड नम्बर 7 मा। अब उनी चाहिँ मोतीबिन्दुको कारणले गर्दाखेरि पहिला सुरुमा मोतीबिन्दु आँखामा लाग्यो अपरेसन गर्ने उता संस्थाले बोलाइरहेको छ जिल्ला क्षेत्रीयमा। अब त्यो आँखा भन्दा त पाठेघर भन्दा त आँखा नै ठुलो हो भनेर हामीले उहाँलाई हामीले धनगढी गेटामा पठाएर पालो गरेर त्यो मोतीबिन्दुलाई अपरेसन गरेर अहिले उहाँको चाहिँ अहिलेसम्म अपरेसन भएको छैन। तपाईहरु आइदिनु भयो, तपाईहरुलाई धन्यवाद छ। हामी त्यस्तो मान्छेलाई तपाईहरुले खोजेको तपाईको सिट अनुसार छ भनेपछि अझ पनि हामी पठाउन सक्छौँ। अब हाम्रो गाउँमै आएको हुनाले हामीलाई कस्तो राम्रो लाग्यो भनेपछि अब हाम्रो चाहिँ खोजी गर्ने मान्छे कोही छैन नि त पठाउन त जिल्लातिर पठाए पनि उहाँ पनि कहिलेकाहीँ अब यस्तै सिभिलहरू बसे बेला अब कहिले सिभिल आउँछ र कसले खबर गर्छ हामीलाई भन्ने हामी अक्कनमक्क परेका थियौँ कि अब तपाईँ नि अब यहाँ आइदिनु भयो हाम्रो चाहिँ स्वास्थ्यमा। अब हाम्रो चाहिँ पछाडिएका महिला दिदीबहिनीहरू जो चाहिँ आर्थिकबाट कमजोरी छन् उनीहरूलाई पनि अब केही सुझाव सल्लाहहरू दिने चाहिँ हामीलाई अहिले किनभने ज्वरो चाहिँ अब आँटहरू चाहिँ हामीहरू चाहिँ अब मनोबलहरू चाहिँ हाम्रो केही न केही हामीलाई खुसी नै लाग्यो। अब सुझाव सल्लाहहरू यो आजको जुन यो कार्यक्रम छ यस कार्यक्रमप्रति सुझाव सल्लाह प्रतिक्रिया जिज्ञासा केही छन् तपाईका लास्टमा अन्त्यमा? यो जिज्ञासा त त्यही हो। अब अपरेसन गर्ने मान्छेहरू छुटेका छन् उनीहरूलाई कसरी अपरेसन गराउने र कसरी चाहिँ उहाँहरूको चाहिँ अब पाठेघर सम्बन्धी अब कसरी हुन्छ अपरेसन गर्ने अझ फुत्किया छन् दुईजना छन् हाम्रो टोलमा। अब वार्ड नम्बर 7 मा त एउटा टोलमा दुईजना छुटिया छन् भने वार्डमा कति छुटिया छन् त अब गाविसमा कति छुटिया छन् भन्ने अब हामीलाई चाहिँ स्वयंसेविकाबाट रिपोर्टबाट नै हामीलाई थाहा छ। कैयौँ महिला छुटिया लोग्ने स्वास्नीबाट पनि पुरुषले मेरो स्वास्नीलाई अपरेसन गर्न पर्दैन भन्ने महिलालाई मलाई समस्या छ म अपरेसन गर्छु भन्ने लोग्ने स्वास्नीको ती अन्तर्वार्ता चाहिँ राम्रो नभएर उनीहरू पनि त्यसबाट पनि वञ्चित भएर बसेका छन्। उनीहरूलाई पनि अब कसरी हुन्छ अब अपरेसन गराउने। हस् त समय र संवादका लागि यहाँलाई धेरै धेरै धन्यवाद। हुन्छ।